यो चाहिँ बुझ्नुभयो केही बुझ्नुभयो भनेपछि टक्क भन्नु होला हैन गाइज। हेर्न सक्नुहुन्छ चाहिँ लेखेको छ गुरु विश्वामित्र से धनुष विधा सिक्ते हुए श्री राम लक्ष्मण और भरत। यी चाहिँ धनुष सिक्दैछन् उहाँ गुरुसँग र चाहिँ यस्तो पाठहरू चाहिँ यहाँ चाहिँ धेरै छ साथीहरू हैन। मलाई चाहिँ खासै चाहिँ यो चाहिँ यसको यो बारेमा आउँदैन। उहाँ चाहिँ श्री राम चाहिँ के गर्न जानु भएको बेला तपस्या गर्न जाँदा लक्ष्मण राम अनि विश्वामित्र कहाँ तपस्या जाँदाखेरि र बाटोमा यो भुतिनीको नाम के हो मैले याद छैन हैन। तर उनले चाहिँ स्त्री ढुङ्गा मार्नलाई श्री रामलाई हैन यसरी आक्रमण गरिरहेका रहेछन्। यहाँ फेरि के छ सीता र राम अनि त्यसपछि उहाँ चाहिँ एउटा गुरु हुनुहुन्छ उहाँको सेवा गर्दै हुनुहुन्छ उहाँ श्री राम। त्यसपछि यहाँ मेरो खरायो पनि रहेछ घरदेखि आइहालेछ साथीहरू हैन। यति राम्रो ठाउँ छ यति राम्रो भन्दा पनि है भ्यू चाहिँ मलाई राम्रो खासै त्यस्तो केही लागेन हैन। हाम्रो नेपालको हेर्नु भने त यो भ्यू केही पनि हैन। तर चाहिँ यो कहानी चाहिँ दामी लाग्छ हैन। योभन्दा पहिला एकचोटि आएको थिएँ मैले यो धेरै हेरेन मैले माथि उतादेखि गएँ यहाँ आएको थिएन। यहाँ चाहिँ अब के भयो भन्दाखेरि श्री रामको चाहिँ यो नाउँमा चढ्दाखेरि नाउँ जस्तै लागिरह मलाई लगभग नाउँमा चढ्दाखेरि के गर्दाखेरि हो जब वनवासमा जाँदै थिए यी रामजी अनि रामजी वनवासमा जाँदाखेरि जब उनको भक्त मिलेको थियो हैन त्यति बेला उनले चरणमा परेको थिए र यस्तै देखाइन्छ हैन। जब हैन यो चाहिँ मसँग बिहे गर भनेर राम लक्ष्मणसँग तिमी दुई मध्ये एक मसँग बिहे गर्नुपर्छ भनेर यसरी चाहिँ रामायणकी बहिनीले यसरी धम्की दिएकी थिइन् र सिधै आएर लक्ष्मणले उनको नाक काटिदिए र चाहिँ यो दृश्य देख्न सक्नुहुन्छ हैन। यो चाहिँ हो साथीहरू मेरो चाहिँ मोबाइलले खासै उ गर्दैन यो चाहिँ हेर्नुस् यो चाहिँ यस्तो है सबरी के जुठे बैर खाते भगवान श्री राम। यहाँ चाहिँ के फल खाँदैछन् श्री राम चाहिँ यो दृश्य हेर्न सक्नुहुन्छ हैन। लक्ष्मण पछाडि उभिएका रहेछन् र उता एउटा माताजी अब कुनै याद भएन थाहा भएन। यो चाहिँ धम्की दिँदा र त के होस् भन्ने चाहिँ यस्तो यस्तो जवाब यो चाहिँ धम्की दिन्छ र असली तागत चाहिँ अनि यति बेला थाहा लाग्छ।